हेलो गुड मर्निङ वेलकम टु माई वंशिका युट्युब च्यानल। आज चाहिँ हामी मेलामा आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक अनि कमेन्ट सब्सक्राइब गरिदिनु होला। आज भर्खर म चाहिँ नेपालबाट घरमा आइपुगेको इन्डियामा। आज चाहिँ मेला लागिरहेको रहेछ पल्टनमा। अनि म चाहिँ मेरो छोराछोरी अनि दिदीहरूसँग आछु। म चाहिँ क्यामेराम्यान, यसो नर्मल भ्लग बनाउँछु, तपाईहरूले साथ सपोर्ट गरिदिनु होला। अनि अगाडि चाहिँ हाम्रो दिदीहरू जाँदै हुनुहुन्छ। हामी चाहिँ के किन्दैछु त हेरिदिनु होला। मेरो छोरी पनि मम्मा मलाई यो चाहियो भन्दै थियो। यहाँ चाहिँ 200 को रहेछ। मेरो बुढा करपडा छान्दै हुनुहुन्छ। अनि हामी चाहिँ अब घुमघामतिर लाग्नेछौँ। अनि यता चाहिँ हाम्रो फ्यामिलीहरू छ। यता चाहिँ एनसीहरू सबै फ्यामिली रमाइलो गर्न यता आफ्नो तालमा हिँड्दै हुनुहुन्छ। अनि मेरो बुढा चाहिँ छोरालाई साइकलमा डोराउँदै हुनुहुन्छ। अनि हामी चाहिँ छोरी पिङ खेल्ने भनेर हामी पिङतिर जाँदैछु। यो चाहिँ हाम्रो भ्यूज कस्तो छ। अनि यता चाहिँ म चाहिँ क्यामेराम्यान भएर सबै भिडियो क्याप्चर गर्दैछु। अनि मेरो छोरी चाहिँ जम्पिङ खेल्ने भनेर ऊ चाहिँ बाबासँग अगाडि गएर गेम खेल्दैछ। बाउ र छोरी चाहिँ अलग। अनि म चाहिँ एक्लै आफै भिडियो सुट गरिरहेको छु। यता चाहिँ म र छोरा सँगै बस्दैछु। देवीले चाहिँ हेलो भन्दै हुनुहुन्छ। अनि उता चाहिँ छोरी जम्पिङ गर्दैछ। ऊ चाहिँ आफ्नै पारामा जम्पिङ गर्दाखेरि चाहिँ 5 रुपियाँ, जम्पिङ गर्दाखेरि चाहिँ 50 रुपियाँ तिर्नुपर्ने रहेछ। अनि 50 रुपियाँमा चाहिँ आधा घन्टा खेल्नुपर्ने रहेछ। अनि यता चाहिँ हाम्रो दादा हुनुहुन्छ। दादाहरूसँगै हामी एकै ठाउँ बसेर हामी गफगाफ गऱ्यौँ। अनि चाहिँ मेरो छोरी आइसक्रिम मम्मा भनेर म चाहिँ आइसक्रिम किन्न जाँदैछु। अनि बाबाले चाहिँ छोराछोरीलाई दुईटाले आइसक्रिम किन्दै हुनुहुन्छ। यता चाहिँ फेरि मेरो छोरी त्यही जम्पिङ खेल्ने भनेर नमानेर त्यहीँ बस्ने कि बस्ने मम्मी म त खेल्छु, तपाईँहरू घुम्न जानु भन्दै थियो। तर म पनि त्यहीँ बसेँ। यता मान्छे धेरै छ नि त, किनभने नानी बाबु हराउँछ। त्यही भएर उसको बाबा चाहिँ एकै ठाउँमा बसेर हेरिरहेछ। उसको बाबा र काले सँगै। अनि छोरी म चाहिँ भिडियो सुट गर्दैछु। यो चाहिँ हाम्रो नाइट भ्यूज हो साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट। नयाँ वर्ष दसैँको शुभकामना। ह्याप्पी दिवाली अल फ्यामिली मेरो युट्युबहरूलाई। अनि हजुरहरू पनि देश विदेश रहनुभएका सम्पूर्णलाई दसैँको शुभकामना छ मेरो तर्फबाट। यो चाहिँ हाम्रो लास्ट अन्तिम दिन दसैँको पटेका पड्काउँदै